जहाँ पनि र जहिले पनि निस्वार्थ कर्मयात्रामा हरदम टल्पलाइरहेका सिर्जनाका पालाहरूमा ज्ञान र विवेकका बत्तीहरू बलिरहन्छन्। उज्यालो त्यही छ, तमसोमा ज्योतिर्गमय। मध्य पहाडी प्रदेशमा पर्ने दोलखा प्राकृतिक रूपमा एउटा रमणीय जिल्ला हो। यस जिल्लामा जन्मेका धेरै प्रतिभाहरूले राष्ट्रिय स्तरमा प्रतिष्ठा आर्जन गरिसकेका छन्। उनीहरूले देश सेवाका विभिन्न क्षेत्रहरूमा आबद्ध भई आफ्नो नामलाई सार्वजनिक रूपमा लोकप्रिय बनाएका छन्। यस्तै दोलखामा जन्मेर कर्मस्थल काठमाडौँ बनाई शिक्षा जगतमा राष्ट्रिय पहिचान बनाउनु भएकी दोलखाकी चेली हुनुहुन्छ श्रीमती गीता खरेल। जीवन नै सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो र जसले जीवनमा सङ्घर्ष गर्न जान्दैन त्यसको जीवन व्यर्थै हो जस्तो मलाई लाग्छ। र यो जीवन मान्छेको जीवन पाएपछि आफ्नो लागि मात्रै खाने लाउने छोराछोरी जन्माउने हुर्काउने काम त सबैले पनि गरेका छन्। त्योभन्दा भिन्न किसिमका कामहरू, समाजको लागि योगदान दिने कामहरू र भोलि आफू मरेर गएपछि पनि छोराछोरीको लागि पनि एउटा प्रेरणा रहने किसिमको यस्तो काम गर्नुपर्छ भन्ने, समाजले पनि मान्छे जन्मेको थियो है भन्ने किसिमको एउटा आफू मरेर गएपछि पनि रहने कीर्ति राख्न सक्ने किसिमका कामहरू गर्नुपर्छ जस्तो लाग्छ। तर जीवन छोटो छ, समय थोरै छ, काम गर्ने इच्छाहरू धेरै छन्। दोलखाको सुस्पा छेमावती गाउँमा 2017 साल चैत 28 गते पिता विष्णुप्रसाद शिवाकोटी र माता विष्णुमाया शिवाकोटीकी छोरीका रूपमा गीता शिवाकोटीको जन्म भएको हो। विष्णुप्रसाद र विष्णुमायाका एक भाइ छोरा अनि 4 बहिनी छोरीहरू मध्येकी कान्छी हुनुहुन्छ त्यसबेलाकी गीता शिवाकोटी। सन्तानहरूका लागि विष्णुप्रसाद शिवाकोटीले ठाउँ र समय अनुसार भ्याएसम्म शिक्षा दीक्षाका अवसरहरू उपलब्ध गराउनुभयो। छोराछोरीका लागि आर्थिक अभाव फड्किन दिनु भएन। उहाँले आमाले उत्तिकै ममत्व र प्रेम बर्साइरहनु भयो। गयो मिहिनेत गयो त बनाइयो त, नभए कहाँ कसै जग्गा भएको भयो। अन्न बेचिकन पनि पढाइ बिहा भएको फर्कन। बालककालदेखि नै अलिकति मान्छे बढी लगनशील, गर्छु भनेको कुरा गर्छु भन्ने र शिक्षामा बढी पढ्नुपर्छ भन्ने कुरा त्यति मिहिनेतै गर्नु परेन। गार्जेनहरूले आफै पढ्ने र त्यो कख नै राम्रो नचिन्दाखेरि पनि जुन हजुरको हुन्छ नि त्यो पहिला किताबहरूमा त्यो गाना गीतहरू त्यो सबै आउँथ्यो चित्र हेरेर। मलाई अझै पनि त्यो कविता भनौँ गाना याद आउँछ कि कोठा सफा पार्नेछु, आमा खुसी पार्नेछु भन्ने त्यो बेलादेखि जाँदा अनि यसो हेऱ्यो अक्षर चिनेको चाहिँ हुँदैन थियो चित्र हेरेर भन्ने। अनि सोख के थियो भने सबैभन्दा बढी उसलाई शिक्षक हुने भनेर घरमा राखेका भाँडा बर्तनलाई स्टुडेन्ट बनाएर उसलाई पढाउने सोध्ने। त्यो केटाकेटीदेखिको अलि पछाडि आफ्टर एसएलसी चाहिँ अनि उसलाई शिक्षक हुने रहर लाएर पहिला आफूले पढेको प्राविमा टिचर हुँदाखेरि पनि विद्यार्थीहरू सङ्कलन गर्नलाई मिठाई दिएर हुन्छ कि काफी दिएर हुन्छ कि सबलाई समेटेर गर्ने। गीताले पिताजीकै रेखदेखमा घरमै अक्षरारम्भ गर्नुभयो। औपचारिक पढाइ गाउँकै लामानागी प्राथमिक स्कुलबाट सुरु भयो उहाँको। छेमावती माध्यमिक विद्यालयबाट उहाँले प्रवेशिका उत्तीर्ण गरी काठमाडौँ स्थित महेन्द्र रत्न क्याम्पसबाट स्नातक तह पुरा गर्दै पद्मकन्या कलेजबाट स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभयो उहाँले। अध्ययनतर्फको तृष्णाले उहाँलाई छोडेको छैन। पछिल्लो समयमा उहाँले भरतराज मन्थलिएका नेपाली खण्डकाव्यहरूको विश्लेषणात्मक अध्ययन शीर्षकमा शोध गरी विद्यावारिधि उपाधि प्राप्त गरिसक्नु भएको छ। दुई 2036 सालमा गीता शिवाकोटीको विवाह काभ्रे पलाञ्चोक जिल्लामा पर्ने फलाटे गाउँका सुसंस्कृत खरेल परिवारका श्री केशवराज खरेलका साथ सम्पन्न भयो।
पारिवारिक जीवनमा प्रवेश गरेपछि पनि उहाँका लागि वैयक्तिक उन्नतिका बाटा र जीवनका आशाहरूमा कुनै अवरोध उत्पन्न भएन। बरु अझ नयाँ आशा र सपनाहरू यथार्थ बन्दै गए। उनले आफैले जो राम्रो उद्योग गर्दै लगे नि राम्रोसँग पढाइ भइरहेछ। मलाई सन्तोष भएको छ सम्मै थोक। छोरा बुहारीले गरे सन्तोष भइरहेछ। उनीहरू राम्रो उद्योग गरे, माथि पुगे, पढाइ लेखाइमा माथि छन्। गीता खरेलको परिचय क्रमशः स्थापित हुँदै गयो। पति केशवराज खरेलसँगको जीवनयात्रा सामान्य र सुमधुर रहिरहनुले गीता खरेललाई सामाजिक जीवनमा अग्रसर रहन निरन्तर प्रेरणा प्राप्त हुँदै गयो। अब हाम्रो बिहे भएको 36 सालमा अब हामी सुरुमा दुखैबाट गुज्रिएका हौँ। हामी मध्यमवर्गीय, अब गाउँघरबाट आउँदाखेरि एउटा बानेश्वरमा एउटा डेरै गरेर बसेका मान्छे हौँ। हाम्रो समझदारी चाहिँ असाध्यै राम्रो भयो क्या सुरुदेखि नै। अब एक अर्कामा सानो सानो कुरोमा पनि सल्लाह लिने, कसरी चल्दाखेरि राम्रो हुन्छ भन्ने, जति आर्जन गरेको ल्याएर एकै ठाउँ राख्ने र त्यही अनुसारले खर्च गर्ने, खर्चमा पनि समायोजन भयो। र सायद मलाई लाग्छ मनमुटाव हाम्रो अहिलेसम्म छैन। के अरे श्रीमान श्रीमती राम्रोसँग मिलेर गर्ने हो भने सबभन्दा स्वर्ग चाहिँ त्यही हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ, मेरो अनुभवमा। मैले अरूहरूको पनि देखाएको छु जहाँ श्रीमान श्रीमतीको राम्रो मेलमिलाप छ त्यहाँ पक्कै पनि भगवान्ले हेरे हुन्छन्। विवाह भएदेखि चाहिँ एउटा सुमधुर वातावरण, दुःख भन्ने अनुभवै भएन जस्तो लाग्छ मलाई। आर्थिक पक्ष अर्को पाटो होला, तर मन मिलेपछि सुख पनि दुःख पनि सुख जस्तो हुँदो रहेछ। एकदम रमाइलो वातावरणमा हामी एउटा श्रीमान श्रीमती हो कि असाध्यै मिल्ने साथी साथी हो कि जस्तो किसिमले अहिलेसम्म भइरहेछ। त्यो भएको हुनाले चाहिँ नि के भन्छन् भने 7 जन्म तपस्या गरेपछि मात्रै असल श्रीमान पाइन्छ भन्ने सुनेको थिएँ मैले चाहिँ। अब अहिले पनि के भन्छु भने अर्को 7 जन्म पनि उहाँलाई नै पाऊँ भन्ने किसिमको तपस्या शैक्षिक जगत गीता खरेलको मुख्य कर्म क्षेत्र हो। 2034 सालदेखि नै शिक्षण कार्यमा संलग्न रहँदै आउनुभएकी गीता खरेल यस क्षेत्रमा आबद्ध रही समाजमा ज्ञान र चेतनाको उज्यालो छर्न पाएकोमा गर्व गर्नुहुन्छ। मलाई शिक्षामा लाग्ने प्रेरणा चाहिँ मेरो बुवा आमाबाट पाएँ मैले। कस्तो भने बुवा आमाले एकदमै स्कुल भनेपछि असाध्यै स्कुललाई चन्दा दिने, सहयोग गर्ने, स्कुल आफैले खोल्नु भएको थियो उहाँ बुवा आमाहरू सबैजना लागेर। र अझ भनियो भने चाहिँ छोरीलाई पढाउनु पर्छ र छोरीले पनि केही गर्नुपर्छ भन्ने किसिमको सोच चाहिँ मेरो बुवा आमा दुवैमा थियो। अझ आमाले आफूले धेरै पढ्न नपाएको कारण पनि होला उहाँले चाहिँ नि जतिखेर पनि हामीलाई एकदम पढ पढ भनेर भनिरहनुहुन्थ्यो। र मलाई एउटा यस कुरा याद आउँछ यो प्रसङ्गमा। अब गाउँमा सधैँभरि पैसा त नहुने, खेतीपाती गर्नुपर्ने है, त्यो हुँदाखेरि चाहिँ एकचोटि हामीलाई फी तिर्नु पर्दाखेरि कसुडीमा हालेको चामलसम्म पनि बेचेर तिमीहरूको फी तिर्यौँ भन्नुहुन्थ्यो के बुवा आमाहरूले। त्यस्तो किसिमले पनि हामीलाई पढ्नुपर्छ भनेको हुनाले शिक्षा नै सबभन्दा ठुलो क्षेत्र हो र शिक्षामा नै हामीले केही सकेको लगानी गर्नुपर्छ भन्ने कुरा चाहिँ बुवा आमाबाट नै प्रेरणा पाएको हो मैले। म चाहिँ असाध्यै रमाएँ, यसैमा रमाएँ। कोही मान्छेहरूले भन्छन् अहिले पनि जुन क्षेत्रमा आफूले काम गर्यो त्यो क्षेत्र चाहिँ मन पर्दैन, अर्को चाहना हुन्छ भन्छन्। तर मैले चाहिँ त्यो अनुभव अहिलेसम्म पनि कहिल्यै पनि गरेको छैन। म एकदमै रमेको छु र बरु त्यो चाहिँ लाग्यो मलाई। म प्राइमेरी टिचरमा यहाँ आएको थिएँ र कसरी म हेडमास्टरसम्म बन्ने होला, बन्न सक्छु कि सक्दिनँ होला, गरेपछि त पक्कै सकिएला भन्ने किसिमको त्यसको सिडी चढ्ने रहर चाहिँ लाग्यो। तर पेसा परिवर्तन गर्ने चाहिँ सोच आएन। नेपालका सार्वजनिक शिक्षण संस्थाहरूमध्ये काठमाडौँ बानेश्वर स्थित रत्न राज्य माध्यमिक विद्यालय पनि एक हो।
यसले आफ्नो स्थापनाको स्वर्ण उत्सव पनि मनाइसकेको छ। यो देशकै एक प्रतिष्ठित विद्यालय पनि हो। यो विद्यालय 2063 सालदेखि उच्च माध्यमिक विद्यालयका रूपमा सञ्चालन हुँदै आइरहेको छ। यसै संस्थामा आफ्ना उमेर, उत्साह र बौद्धिकतालाई अर्पण गर्दै आउनुभएकी प्राचार्य गीता खरेलको शैक्षिक निष्ठायुक्त जीवन यस क्षेत्रमा संलग्न सबैका लागि अनुकरणीय रहेको छ। मैले व्यवस्थापक चाहिँ राम्रो हो भनेर उहाँलाई कसरी बुझिरहे भने अहिले सम्भवतः मुलुकहरुमा सबैभन्दा धेरै शिक्षकहरू भएको विद्यालय हो र काठमाडौँको विद्यार्थी सङ्ख्याहरुमा हेर्यो भने काठमाडौँ जिल्लामा सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या भएको जिल्ला मतलब विद्यालय हो। त्यो विद्यालयमा रहेर +2 को व्यवस्थापन, विद्यालय शिक्षाको 10 कक्षासम्मको व्यवस्थापन कम्ती चुनौतीपूर्ण छैन। त्यो सबैको चुनौतीलाई सामना गर्न सक्ने त्यो दृढ आत्मविश्वास, त्यो क्षमता उहाँमा उजागर भएको पाइन्छ। त्यति मात्रै पनि होइन, अझ बढी के देखिन्छ भन्नलाई भने विद्यालयको भौतिक निर्माण, सुधार, विकासको लागि उहाँले खेलेको भूमिका साँच्चै सराहनीय छ। आवश्यक पर्ने वित्तीय स्रोतहरूको परिचालन गर्ने कुराहरुमा, सङ्कलन गर्ने कुरामा, त्यो कोर सिटी एरियामा बसेर पनि सबैको विश्वास जित्न सक्ने समन्वयात्मक भावना, त्यो चाहिँ एउटा साँच्चै एउटा कुशल व्यवस्थापकले गर्ने भूमिका निर्वाह गर्नुभएको हो भन्ने मैले त्यसरी बुझेको छु। म चाहिँ 6 वर्ष भयो नेतृत्व तहमा भएको, प्राचार्य भएको चाहिँ, तर रत्नराज्य उच्च माविमा +2 थिएन। +2 मा चाहिँ कोअर्डिनेटर, संस्थापक कोअर्डिनेटर नै म भएँ। त्यो चाहिँ जन्माकै +2 चाहिँ जन्माकै आफैले हो जस्तो किसिमको महसुस भइरहेछ। 7 वर्ष पुग्यो त्यो र +2 खोलेको अर्को वर्षपछि चाहिँ म नेतृत्व तहमा बसेर काम गर्न लागेँ। गीता खरेलले प्रवेशिका उत्तीर्ण भएपछि 2034 सालदेखि नै शिक्षिकाका रूपमा सेवा गर्न थाल्नु भएको हो। उहाँ प्रारम्भमा आफ्नो जन्मघरतिरकै लामानागी प्राथमिक विद्यालयमा शिक्षिका हुनुभयो, तर समयले उहाँलाई त्यहीँ खुम्चिरहन दिएन। शिक्षा सेवातर्फको रहर पुरा हुन बाँकी नै थियो। 2038 सालदेखि गीता खरेलले यस रत्नराज्य माध्यमिक विद्यालयमा शिक्षिकाकै रूपमा सेवा गर्न थाल्नु भएको हो। औपचारिक योग्यता र कार्यक्षेत्रका अनुभवहरूले उहाँ एकजना सुयोग्य शिक्षिकाका रूपमा चिनिँदै आउनुभयो। समयअनुसार चुनौती र अवसरहरू आइरहन्छन्। इतिहास बनाउनेहरूले चुनौतीहरूलाई अवसरका रूपमा ग्रहण गर्दै अघि बढ्छन्। 2065 सालदेखि शिक्षिका गीता खरेलले रत्नराज्य उच्च माध्यमिक विद्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनु भएको हो। एक पटक म हेडमास्टर हुने क्रममा चाहिँ कस्तो भयो भने महिलाहरूले पनि नेतृत्व लिन सक्छन् र महिलालाई यत्रो रत्नराज्य उच्च मावि जत्रो विद्यालय जिम्मा दिएर भोलि खतम त हुँदैन भन्ने अलिकति पढे लेखेकै मान्छेको मुखबाट त्यो कुरा सुन्नु पर्दा चाहिँ मलाई एकदमै नमजा लाग्यो र त्यसपछि चाहिँ मैले के सोचेँ भने त्याग, समर्पण र एउटा चाहिँ आत्मबलले काम गर्ने हो। अरू सबै कुरा एकातिर, विद्यालय अर्कोतिर। म प्राचार्य भएपछि मैले अरू कुरा बेलुका राति मेरो टाइम छ, अघि पछि गर्न सक्छु, तर यो विद्यालय बनाउँछन् महिलाले पनि। महिला नेतृत्व तहमा हुँदाखेरि अझ राम्रोसँग काम गर्छन्। जस्तो घर व्यवस्थापन पुरुषले भन्दा महिलाले बढी राम्रो गरेको हामी सबैले पनि देखेका छौँ, त्यस्तै व्यवस्थापनमा नेतृत्व तहमा बस्दाखेरि महिलाहरूले पनि राम्रोसँग गर्न सक्छन् भनेर भोलिका पिँढीहरूलाई चाहिँ एउटा सन्देश दिनुपर्छ भन्ने सोचले मैले काम गरेँ। तर मलाई अरू जीवनमा कहिल्यै दुःख लागेन। महिलाले गर्न सक्दैनन् भन्दाखेरि एकदमै दुःख लाग्यो त्यतिखेर चाहिँ। उहाँको आफ्नो कर्मप्रतिको निष्ठा अनि निस्वार्थ प्रतिबद्धता र सहकर्मी शिक्षक शिक्षिकाहरूसँगको सौहार्द र व्यवहारका कारण यस संस्थाको भौतिक एवं शैक्षिक गुणस्तरीयतामा वृद्धि हुँदै आएको अनुभव उहाँलाई नजिकबाट चिन्नेहरूले गरेका छन्। शिक्षण पेसामा आफ्नो पेसालाई अति मर्यादित रूपले मतलब सबभन्दा उहाँले दिएको अहिले के देखिरहेको छु भने अहिले उहाँले टोटल समयको आफ्नो जति समय छ मलाई लाग्छ त्यसको 90% समय नै उहाँले अहिले स्कुलमा दिइरहनु भएको छ।
त्यो स्कुलप्रति उहाँको असाध्य नै माया पनि छ र लगनशील पनि हुनुहुन्छ र त्यसै गरी उहाँले यो स्कुलमा आफ्नो टिकाएर राख्न पनि सक्नु भएको छ आफूलाई। त्यसबाट दुईटा कुरो उहाँले अहिले निकाल्नु भएको छ। एउटा महिला शिक्षकले स्कुललाई कसरी योगदान दिन सक्छ र कसरी दिनुपर्छ भनेर अरूलाई सिकाइदिइराख्नु भएको छ एउटा। दोस्रो, कुनै पनि परिस्थितिमा महिला हुँ भनेर आत्तिएर हिँड्नु हुँदैन है, आफूलाई आफैले बनाउनुपर्छ ताकि त्यो बनाइबाट राष्ट्रलाई केही चाहिने टेवा पुगोस् भनेर अर्को एउटा पाटो पनि त्यसरी उहाँले सिकाइरहनु भएको छ। उहाँ जस्तो अरू केही महिला शिक्षकहरू यो देशमा भइदिने हो भने सायद महिलाले महिलाको हकै खोजिरहनु पर्ने छैन, महिलाले आफ्नो हक बनाउँदै जाने स्वत प्रफुल्लित हुन्छ जस्तो मलाई लाग्छ। राष्ट्रिय विकासको मेरुदण्डका रूपमा रहेको शिक्षा क्षेत्रको उन्नतिका लागि देशका हरेक शिक्षण संस्थाहरू आफ्नो ठाउँबाट जिम्मेवार रहन्छन्। अनुगमनको पाटो फितलो भएको कारणले गर्दाखेरि र एउटा सिस्टम सरकारी विद्यालय र निजी विद्यालयमा अहिले भइरहेछ, नारा उठिरहेछन्, सरकारी विद्यालयको गुणस्तर खस्किरहेको छ भन्ने सुन्या छ। तर टिचर चाहिँ निजी विद्यालयका भन्दा सरकारी विद्यालयका राम्रा छन्, क्वालिफाइड सरकारी विद्यालयमा जान्छन् र जब सरकारी विद्यालय पाउँदैनन् तब मात्र बोर्डिङमा जान्छन्। र हामी पनि के भन्छौँ भने सामान्यतया भन्दाखेरि आफ्ना छोराछोरी चाहिँ बोर्डिङमा पढाउँ, जागिर खान चाहिँ सरकारी विद्यालयमा जाउँ भन्छौँ। त्यस कारणले त्यो भावनाबाट उठ्ने किसिमको वातावरण चाहिँ हुनुपर्छ र हाम्रा छोराछोरी पनि सरकारीमा पढाउँ र सरकारी विद्यालयलाई राम्रो बनाउँ भन्ने किसिमको वातावरण नेपाल सरकारले गरिदिएको खण्डमा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। यस्तै एउटा जिम्मेवार संस्थाका रूपमा रत्न राज्य उच्च माध्यमिक विद्यालयले राष्ट्रिय प्रतिष्ठा आर्जन गर्नुमा त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरू र सम्बद्ध अभिभावक वर्गको विशेष भूमिका रहेको छ। मनसा वचसा र कर्मणा शैक्षिक सेवामा तल्लीन रही उच्च सामाजिक प्रतिष्ठा आर्जन गर्नु प्राचार्य गीता खरेलका निम्ति पनि गौरवको विषय बनेको छ। अर्थ कुनै सम्पत्ति आदिहरू शैक्षिक सामाजिक सेवामा प्रयोग हुनुपर्दछ, सकेसम्म अर्काको अहित हुने काम नगरौँ र शिक्षाको एउटा उज्यालोबाट हामी अघि बढौँ भन्ने उहाँको भावना पाएँ एउटा कुरा। दोस्रो कुरा, आफू बन्नु पर्दछ पहिले, आफूले शैक्षिक एउटा पृष्ठभूमिलाई राम्रो गरेर लग्यो भने मात्र अनि समाजलाई पनि केही योगदान दिन सकिन्छ भन्ने उहाँको मैले व्यक्तित्व पाएको छु। र त्यसै उसमा उहाँले अब दुईवटा वयस्क छोराछोरीको आमा भएर पनि आफ्नो शिक्षा सेवालाई उहाँले छोडेको पाइनँ। उहाँको व्यक्तिगत जीवनी मैले हेर्दा एसएलसी पासपछि उहाँको वैवाहिक जीवन भएको बुझिन्छ। डाक्टर गीता खरेल जो हुनुभयो उहाँ, त्यो डाक्टर गीता खरेल त्यसै हुँदैन, बिना साधना श्रम बिना हुँदैन। त्यसैले र अर्को कुरा, यहाँ एउटा सहायक शिक्षकको रूपमा प्रवेश गरेर पनि आज प्राचार्यको रूपमा पनि उहाँ जो देखिनुहुन्छ। र यसबाट पनि हामी के बुझ्छौँ भने केही गरौँ, केही हिँडिरहौँ, चरैबेती भन्ने जो वैदिक सिद्धान्त हाम्रो छ, पूर्वी सिद्धान्त, केही गरिराख्नु पर्दछ भन्ने भावनाको रूपमा उहाँका क्रियाकलापहरू, उहाँका गतिविधिहरूलाई मैले हेरेको छु। र त्यसैले त्यही साधनाको फलस्वरूप अहिले उहाँले एउटा विद्यावारिधिको उपाधि पनि प्राप्त गर्नुभएको छ। र स्कुल व्यवस्थापनमा बस्दा पनि मैले उहाँलाई केही होस्, राम्रा साथीहरू हुन्, केही गरिराखौँ, केही प्रकाशित गरिराखौँ, आफ्ना तर्फबाट शिक्षा क्षेत्रलाई अगाडि बढाइराखौँ, समाजसेवा गरिराखौँ, सानातिना झन्झटहरू पर्छन्, आइलाग्छन्, तीसँग जुझ्नुपर्छ भन्ने एउटा जुधारु महिलाको रूपमा मैले उहाँलाई लिएको छु। अहिले महिलाहरूको शिक्षामा समावेशी गर्ने जुन सहभागिताको अवस्था उठिरहेको अवस्थामा गीता खरेल एउटा नमुना पात्र हो भनेर बुझेको छु मैले। मान्छेले गर्न सक्दा लिङ्गकै हिसाबले विभेद मतलब छेकिन्छ भन्ने अवस्था होइन, त्यो राम्रो सन्देश दिन उहाँ सफल हुनुभएको छ। एउटा कुशल शिक्षकको रूपबाट, व्यवस्थापकको रूपबाट र निरन्तर अध्ययन गरेर लगनशील व्यक्तित्वको रूपबाट एउटा लेखक परिचय त्यो ढङ्गबाट दिएर समग्र काठमाडौँभित्रका महिला शिक्षकहरूको बिचमा जमातमा उहाँ एउटा अग्रणी स्थान हासिल गर्न सफल हुनुभएको छ। यसले सबै महिला शिक्षकहरूलाई अथवा महिलाका क्षेत्रमा काम गर्ने अन्य महानुभावहरूलाई समेत त्यो प्रेरणा सिक्नुपर्छ भनेर मैले बुझेको छु। किनकि उहाँको
प्रस्तुति शैली अवस्थाका कुराहरू र हरेक कुरा हामीले महिलाहरूले आँटेपछि गर्न सक्छन् भन्ने भावना उहाँको हरेक प्रस्तुतिमा देख्न पाइन्छ। हामी चाहे हरेक समस्याको छलफल गर्ने सवालमा होस्, चाहे शैक्षिक मुद्दाहरूको बहस गर्ने सवालमा होस्, उहाँले महिला सहभागिताको प्रश्नको जोडदार आवाज उठाउने विषयवस्तु र महिला सहभागिताको सुनिश्चितता गर्ने विषयवस्तुहरूलाई पनि उत्तिकै समानान्तर ढङ्गबाट राख्नुहुन्छ। र यसले गर्दा के देखिन्छ भने उहाँको सफलता र उहाँले खेलेको प्रयास भूमिकाको आधारबाट समग्र महिला क्षेत्रमा काम गर्ने अर्थात् महिला अधिकार कर्मीहरू मात्रै नभइकन शिक्षा क्षेत्रमा लाग्ने महिलाहरूलाई समेत त्यसले प्रेरणा प्रदान गरेको छ भनेर मैले बुझेको छु। गत वर्षसम्म विद्यालयको आफ्नो जग्गामा उभिन सकेको थिएन र हामी एउटा टिम मिल्यौँ। टिम मिलेर काम गर्दा सजिलो हुँदो रहेछ। हामीले चाहिँ 58 लाख रुपियाँ चन्दा सङ्कलन गऱ्यौँ र विद्यालयको जग्गा आफ्नो नाउँमा बनाउन सफल भयौँ। त्यसपछि मलाई के लाग्यो भने त्यो ढुङ्गे धारोमा पिनासे धारो भन्छन्, त्यहाँ विद्यार्थीहरूले पानी खान जानु पर्थ्यो। साह्रै गाह्रो थियो, बाटो काट्न पनि आउँदा जाँदा पनि गाह्रो होला जस्तो लागिरहेको थियो। त्यसपछि त्यो रोटरी क्लबमा सम्पर्क गरेर एउटा फिल्टर मेसिन राखिदिएको छ। सबै विद्यार्थीहरूले अहिले पिउने पानीको राम्रो व्यवस्था गरिएको छ। र त्यति भइसकेपछि कस्तो हो भने इच्छा जहिले पनि यो काम पुरा भयो भनेर रोकिँदो रहन्छ। निजी विद्यालयहरूमा कम्प्युटर राखेको देख्दा मलाई कस्तो लागेको थियो भने अहिले त कम्प्युटर बिनाको जिन्दगी नै होइन जस्तो लाग्छ। हाम्रा सरकारी स्कुलमा कम्प्युटर छैन, यी विद्यार्थीहरूलाई कसरी कम्प्युटर सिकाउने होला भनेर चाहिँ सोच आयो। त्यसपछि मैले त्यो समयमा शिक्षा मन्त्री प्रदीप नेपाल हुनुहुन्थ्यो, उहाँलाई गएर भन्दाखेरि उहाँले महिला प्राचार्य भएको विद्यालयमा 5-5वटा कम्प्युटर दिने भन्नुभयो। अनि मैले भने हात्तीको मुखमा जिरा भन्या जस्तो हो, 1600 विद्यार्थीबाटमा 5वटा कम्प्युटर के गर्ने भने मैले। अनि अब अहिलेलाई सुरुवात हो, 5वटा भन्दा बढी दिन मिल्दैन भन्नुभयो। लाने भए लैजानुहोस्, नलाने भए नलैजानुहोस्, 5वटा दिने हो, महिलाहरू प्राचार्यलाई प्रोत्साहन दिन भन्नुभयो। त्यसपछि ती 5वटा कम्प्युटर ल्याएपछि मैले एकदमै लागेँ। अहिले चाहिँ हामी कहाँ 55वटा कम्प्युटर छ र ल्याब पनि एकदम राम्रो व्यवस्थित छ र विद्यार्थीहरू 6 कक्षादेखि 9 कक्षासम्मको विद्यार्थीहरूलाई कुर्सी, टेबल, फर्निचर सबै व्यवस्थित गरेर कम्प्युटर सञ्चालन गरिएको छ। त्यो पनि राम्रो काम भएको भन्ने कुरा समुदायले महसुस गरेको छ। त्यसपछि अब कम्प्युटर त भयो, जुन हामी अतिरिक्त क्रियाकलाप गर्थ्यौँ त्यो ठाउँमा कम्प्युटर ल्याब बनेर राख्यौँ। अब हल छैन, अतिरिक्त कार्यक्रम बन्द गरेर पनि भएन, विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटन गराउनुपर्छ, के गर्ने भन्ने सोच आयो। त्यसपछि हामीले राधेश्याम अधिकारी यहाँको सभासद, उहाँलाई चाहिँ गएर रिक्वेस्ट गऱ्यौँ, सभासद कोषको सम्पूर्ण रकम दिनुभयो उहाँले। र त्यसपछि हामीले समुदायले सबैले थपथाप गरेर हल बनायौँ। अहिले चाहिँ 400-500 विद्यार्थी अट्ने हल छ, त्यहाँ अतिरिक्त क्रियाकलापहरू भइरहन्छ। र अब अर्को एउटा काम बाँकी नै थियो, इच्छा एकदमै तीव्र थियो। विद्यालय चाहिँ कस्तो थियो भने अलिकति पुरानो जीर्ण भएको भवन थियो र विद्यार्थीहरू धेरै भएको, यो भुइँचालोको कुराहरू आइरहेका छन्। भोलि भुइँचालो आएर विद्यार्थीहरू टिचरहरूलाई केही भयो भने के गर्ने, यो पुरानो बिल्डिङ राखिरहने कि नरहने भन्ने कुरा थियो। अब भगवान्ले त आँट म पुर्याउँछु भन्छ अरे, भन्या जस्तो किसिमको लागेर हामीले अहिले भर्खरै त्यो पुरानो बिल्डिङलाई भत्काएर नयाँ बिल्डिङ बनाउन लागेका छौँ। जिल्ला शिक्षा कार्यालयबाट 24 लाख प्राप्त भएको छ। अरू चाहिँ हामीले मागेर खोजेर जसरी हुन्छ बनाउन सक्छौँ भन्ने किसिमको ले सुरुवात गरेका छौँ। भनेपछि 5-6 वर्षमा चाहिँ साथीहरूले भन्नुहुन्छ यो ऐतिहासिकै परिवर्तन भयो, धेरै काम भए 5-6 वर्षमा। तर मलाई लागेको छ काम अझ धेरै बाँकी छ त्यहाँ गर्नलाई। अब मेरो 7-7.5 वर्षको टाइम मात्रै बाँकी छ त्यहाँ काम गर्न पाउने। त्यो बेलासम्ममा यी बाँकी रहेका कामहरू सम्पन्न गर्नुपर्छ भन्ने कुराको चाहना छ। शिक्षण सेवा समाज परिवर्तनका लागि शीर्ष जिम्मेवारी रहेको क्षेत्र हो। गीता खरेल यसै सेवामा समर्पित हुनुहुन्छ। मलाई त्यो देखि हृदय बिच लाग्यो किरिकिरी, चारी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी। बाबाले रथ हाँकेर गन्तव्यमा पुर्याउँछन्,
आमाले रसिलो खाना सधैँभरि बनाउँछन्। पूर्वमा मेची पश्चिममा काली पुगेर हाँसौला, तराई पहाड हिमाल बेसी मिलेर गाउँला। तराईको चामल जुम्लीले खाउन् आनन्द मानेर, जुम्लाका स्याउ ल्याएर हामी खाउला बाँडेर। कोही छैनन् यहाँ पराई हाम्रा नेपाली भूमिमा, बैरीले आइन टेकोस् कहिले नेपाली छातीमा। प्रोत्साहनका लागि उहाँले एसएलसी परीक्षामा नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई